है हामी काला पानीमा छौं फर्किने क्रममा मुस्ताङको काला पानी खाना बनाउँदै छौं यहाँ हामी हिमालय देखिरहेछ पुरै हिमालको पेटमै छौं हामी लु एकपल्ट दाजु यता हेर्नु त लु है लु बुवा यता हेर्नु ओ एसएसबी यता हेर तिमी त अनुहारै आएन अघिदेखि घोप्टे घोप्टे गरेर लु यहाँ मोबाइल हेरेकै हेरेछ घोप्टेर यता सिधा बस्यो अब आउँछ लु आइसक्यो तपाईँको पनि लु मम्मीको पनि सामूहिक पनि मोबाइलमै पुरै लागिरहेछ लु मम्मीले त्यहाँ साग काटिसक्नुभयो आन्टीले गुन्द्रुक पकाइसक्नुभयो निकै स्वादिष्ट गुन्द्रुक मैले पकाएको गुन्द्रुक दामी हुन्छ त्यस्तै टिपरमा भाडामा सबै खालु त्यो टिपरमा बस्यो फर्किने क्रममा यहाँ चाहिँ कालो पानी बजारमा हामी खाना बनाउँदैछौँ यहाँ बाटोमा भाउजू त्यहाँ खाना बनाउँदै हुन्छ मम्मी त्यहाँ तातो पानी तताउँदै हुनुहुन्छ मसला कुट्दै हुन्छ भाउजूले मम्मीले यहाँ चिया खाँदै हुनुहुन्छ बसेर बुढी मान्छे उहाँ हुनुहुन्छ ऊ तातो पानी तताउँदै हुनुहुन्छ रायोको साग पखाल्नलाई पहाडको रायोको सागमा किरकिर हुन्छ त्यही भएर हामी यो बाटोमा पिकनिक जस्तो खाँदै बस्दैछौँ बस्दै बस्दै आएको यो फर्किने क्रममा कालो पानीमा छौँ हामी चाहिँ अब खानासाना खाएर सबै सामान थन्काएर कालो पानी बजारबाट माथि जाँदैछौँ पोखरातिर मम्मी यहाँ हुनुहुन्छ बसिराख्नु भएको छ टुक्रुक्क बुवा यहाँ हुनुहुन्छ सङ्गीता आन्टी त्यहाँ भाडा मोल्दै हुन्छ भाउजू भाँडा थन्काउँदै हुन्छ दाजुमा आलु उसिन्दैछौँ आलुमा के गर्दै हुनुहुन्छ हेर्दै हुन्छ फुच्चीहरू यहाँ खेल्दैछन् ऊ नाच्दैछ फुच्ची एसएसबी सामभाइ उहाँ चाहिँ कुद्दैछ अब हामी एउटा लाग्छौँ विदेशी पर्यटकहरू युरोपियनहरू विशेष गरी रहेछन् यहाँनिर अहिले आएका सबै युरोपियनहरू रहेछन् हाम्रो गाडी चाहिँ त्यहाँ पर छ त्यहाँ हामीले खाना खाएको बनाएर अहिले अब यहाँबाट चाहिँ हामी अब पोखरातिर जाँदैछौँ बिचमा कहाँ बास बस्ने रात पर्छ हामी त्यहीँ बास बस्छौँ सायद कुस्मातिर बस्छौँ होला हिमाल देख्नुहुन्छ